जंगलतिरै भुइका राखेर जाऊ मान्छे ढलो हल्का हान्दिउँ त हान्दिउँ भाइलाई हान्दिउँ मान्छे लड्यो ल मान्छे लड्यो दबाई ल अहिले चाहिँ हामी यो एकदम अमेरिका प्रस्थान गर्ने क्रममा पानामाको जङ्गलमा हिँड्दैछौँ। आज 7 दिन 7 रात भइसक्यो। साथीहरूको अवस्था यस्तो भयो आज मुख सुकेर हेर्नु होला च्याप च्याप भएको छ यति छ बचेको छ खानेकुराहरू लिएर आएको छाला न हड्डी भइसक्यो खुट्टै भाइ कडक्रै भएर यस्तो भएको छ मान्छेहरू गर्मीले फ्ल्यात्तै भएको छ ल अलिअलि देखिँदैछ झोडीबाट पानामा देखि उताको त्यो बोर्डर साइड ल अहिले अब गएर तपाईँ अमेरिकाको सानो झल्क देखाउँछु है त ल साथीहरू यहाँ अब यो चाहिँ हामी अमेरिकाको एकदम यो बोर्डर साइडमा आइसकेको छौँ। यहाँबाट अलिअलि देखिन्छ होला है अमेरिकाको साइडहरू हेर्नु होला। हामी अमेरिका छिर्ने मध्ये चाहिँ हामी 6 जना छौँ है। 6 जना साथीहरू हिँडाइ यस्तो छ ल हेर्नु होला साथीहरू यसरी हेर्नु खाजा साजा पछाडि भिरेर हिँडेका छन् साथीहरू यसरी यस्तो छ जङ्गलको यात्रा है। यहाँ गोलीसोली पनि चल्न सक्छ यो अवस्था छ साथीहरू के गर्ने आफ्नो देशमा है रोजगारीको अवसर नभएपछि मान्छेहरू यसरी विदेशिनु पर्दो रहेछ जङ्गलको बाटो होइन भाइ अनि दाजु के छ कति दिन भयो हिँडेको हामी भाइ हामी 3-4 दिन भयो दाइ अनि यस्तो अवस्था छ है कहाँ गएर अब चाहिँ के छ पानी खान पनि गाह्रो भयो हाम्रो 6 जनाको यात्रा चाहिँ यस्तो छ है। यो उकालो चढ्दैछौँ अहिले हामी कहाँ आइपुग्यौँ अधिकारी सर अहिले हामी कहाँ आइपुग्यौँ यो ए हजुर अब हामीलाई अमेरिका प्रवेश गर्न कति टाइम लाग्छ होला 2 दिन हामीसँग माइलमिटर कति बाँकी छ सर एजेन्ट यहाँ छ एजेन्टको अवस्था यस्तो छ हेर्नु हेर्नु है एजेन्टको अवस्था यस्तो छ फेरक्कै भएर क्यानाडा जानु चाहनुहुनेहरूले मलाई सम्पर्क गर्नु होला म यो एजेन्ट म वहाँ सिमानासम्म पुर्याइराखेर म आउँछु ल गोली आउँछ है दाइ हड्डी र छाला मात्रै बाँकी छ मासु त छैन मासु त हाम्रै मात्रै छ यस्तो अवस्था छ ल गोली गाँठा यसरी पछाडि भिड हिँड्ने हो साथीहरू ल हेर्नुहोस् हामी अहिले पानामाको डाँडामा आइपुग्यौँ। यो डाँडा चाहिँ फेरि एकदम प्रख्यात अरे यो पानामाको डाँडा ल हेर्नुहोस् हामी एकछिनै बसेर रमाइलो गर्छौँ ल हेर्नुहोस् साथीहरू ल यता यो गाउँबाट हामी आएको यो पानामा गाउँ हो सर हेर्ने हो भने यताल्लोपट्टि चाहिँ फेरि अमेरिका हो अब देखाउँछु अहिले म है त साथीहरू ल यो पानामा डाँडामा यस्तो विश्रामपछि अब फेरि हाम्रो अगाडि बढ्ने क्रम भइरहेछ यस्तो ढङ्गले अब यहाँ भाइ भाउजूहरूदेखि लगायत हाम्रो साथीहरू पुरा डाँडामा हामी कहाँ हिँडेको सटरडे नै हिँडेको हो तर भोलि हाल्छौँ नि भाइ भिडियो त कहाँ हिँडेको हो नि त हामी त भिजिट अनि दलाल भएपछि भिजिटको कुरो भन्नु भएन अमेरिका यी सेनेफेनेलाई हिँडेको अमेरिका दलले तपाईँ होइन त अमेरिका पनि अनि 82 लाखको अनुहार हेरौँ ल हेर्नु पैसाको पोकाइ यहाँ नेजर बोकेर हिँडेको छ मान्छेहरू ए नगर्नु भाइ यो त म नेपालमा गएर जग्गा किनेर घर बनाएर बस्ने पैसा हो 5 तले हान्नु पर्यो है 5 तले हैन 6 तले बन्छ ल हाम्रो अब खाने कार्यक्रम यति मात्रै बाँकी छ प्लास्टिकमा लेखेको मैले देखेन रे भन्छ अरु पुकारको गुटका खाएको ल साथीहरु हिँड्दा हिँड्दै मान्छे ढलो ल डाँडामा मान्छे ढलो ल ल ल ल ल जंगलतिरै भुइका राखेर जाऊ मान्छे ढलो हल्का हान्दिउँ त हान्दिउँ भाइलाई हान्दिउँ मान्छे लड्यो ल मान्छे लड्यो दबाई हान्दिउँ दबाई दबाई त लाउनु पर्यो नि लड्यो ए ल ल ल ल अब भाइ उठो ए उठो 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 खुट्टा सल्बला है भाइको ल ल ल ल ल ल साथीहरु ल ल ल उठो 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 उठ अमेरिका पुग्ला जस्तो छ अब ल ल ल ल ल ल साथीहरु ल उठ्यो उठ जाग ए हलियो फेरि हलियो
हामी चाहिँ यो लामो डाँडा पार गरेर आइसकेका छौँ। ए साथीहरू गलेर यस्तो अवस्था छ, सबको अवस्था यस्तो छ है, के भन्ने, गलिएको छ। चुनाव नेपालमा लागिरहेको छ, के गर्ने अब। हामीलाई देशले रोजगार दिएन। भाइलाई त हल्का सिलेन पानी त हान्नै पर्ने। सिलेन पानी सक्यो भाइको। भाइ अलिकति लगाउँ। अब हामी यो 20 मिटरको दूरीमा छौँ। एजेन्ट त हल्लाइरहेको छ नि, प्लास्टिक ड्याम कि ड्याम। एजेन्ट त के भन्नु, दलाल भन्छ। दले पैसा धेरै भएपछि यसो गर्छ मातिएर मान्छेहरू। ल अहिले चाहिँ हामी अलमोस्ट यो डाँडामा आइसक्यौँ। डाँडामा आयो गन्तव्यको डाँडा। हामी यत्रो परको डाँडा यो छिचल्दै अहिले हामी चाहिँ यहाँ आइसकेका छौँ चट्टसँगले। अब हामी यहाँ एकछिन विश्राम गर्छौँ, धेरै गलियो 3 दिनको यात्रा है। हल्का आराम गरेर रमाइलो गरेर त्यसपछि मात्रै हामी आफ्नो गन्तव्यतिर अगाडि बढ्छौँ है त साथीहरू। ल डाँडाबाट देखिएको दृश्य चाहिँ हेर्नु होला है, यस्तो छ। यो अगाडि यस्तो टापुहरू छ है, सट्टा परेको। यहाँ चाहिँ अगाडि सबै कम्पनीहरू हो, कति नेपाली साथीहरू यो कम्पनीमा काम गरिरहेछन्। यस्तै छ यो डाँडाबाट देखिएको दृश्यको अवस्था। हामी चाहिँ टप डाँडामा आइसकेका छौँ चट्टसँगले। यस्तो छ, यस्तो डाँडामा यस्तो केटा छ, डाँडामा यस्तो बुढो मान्छे छ, ह्यान्डसम केटो होइन। 2 शब्द राख्नु लु। 2 शब्द हामी 2 शब्द मात्रै। अँ हामी यो एउटा कोरियाको यो वासङसीको सोङसामेन भन्ने ठाउँमा यो ऐतिहासिक यो एउटा गढीमा आएको छौँ होइन। कोरियन ल्याङ्ग्वेजमा त के भन्छ, नेपालीमा भन्यो भने यो ऐतिहासिक गढी डाँडा हो क्या। यो पहिला चाहिँ यो 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 भूभाग देखाउनु, यो भूभाग चाहिँ यो साइडबाट कोरियन आर्मी, अनि यता यो डाउन साइड यो भूभागबाट चाहिँ चाइनिज आर्मीहरू चाहिँ आएर यो डाँडा चाहिँ केन्द्रित बनाएर वार गर्ने यो एउटा ऐतिहासिक डाँडा। त्यसरी भनेर यो चिनिँदो रहेछ। हामीलाई पनि यो व्याख्या गरेको छ एउटा यहाँको स्थानीय कोरियनले नै हामीलाई, होइन हामी 2 भाइ आउँदा नै एकैचोटि हामीलाई व्याख्या गरेर यहाँको इतिहास कुराहरू चाहिँ सुनाएको थियो। त्यो डाँडामा आएको छौँ। यो डाँडामा आउँदा त हामी त स्वर्गमै आए जस्तो फिल हुन्छ। चिसो हावा छ है, गर्मी भए तापनि रोमान्टिक डाँडा है। अहिलेको अब यस्तो अवस्था छ साथीहरू। यस्तो छ यो डाँडाबाट देखिएको दृश्य चाहिँ। हामी चाहिँ अहिले अब यो गलेर हल्का खाजा खाने कार्यक्रममा व्यस्त भयौँ। खाजा साथीहरूले खोल्दैछन्, के ल्याएछन् त अब देखाउँछु म तपाईँहरूलाई। हाम्रो यहाँ दलालज्यूले खोल्दै हुनुहुन्छ। खोल्दै हुनुहुन्छ, के ल्याउनु भएको छ लु देखाइदिनु होला। लु साथीहरू, लु अझै अब 1 दिन हिँड्नु पर्ने छ, लु देखाउनु होला है। ल ल हाम्रो माल सामानहरू देखाउनु होला। ल फेरि हामी चाहिँ यस्तो हेर्नु न, लोगो त यहाँ देख्नु भएको होला। हामी कोरिया छोडेर कहाँ जाँदैछौँ सर, अधिकारी सर? हजुर, हामी कोरिया छोडेर कहाँ गएको? कोरिया छोडेर चाहिँ अमेरिका जाँदैछौँ, पानामा जङ्गल हुँदै। ल साथी यहाँ हेरौँ न के बिजोक हो यो। ए कोरियाबाट लिएको मालहरू हेर्नु होला। यहाँ बर्कोला बाख्राकोट लगाएको हामी। यस्तो छ जङ्गलको अवस्था, यस्तो छ जङ्गलको अवस्था साथीहरू। ए प्लास्टिक उडो सिक्की। ल हेर्नुहोस् साथीले आउँदैन बाटोमा लुइचे मारेर लुइचे मारेर रोस्ट गर्यो बाटोमै हो। त्यो लुइचेको फिला देखाउनु त दाइ, लुइचेको फिला त्यो त नि केको फिला भनेको फेरि गणेशको अर्को निक्लेला नि
लुइसेको तिख्रा जस्तो मात्रै भएको छ सुँडहरू त बाँचे छ नि ए दाजु फिला देखाउनु न हौ के त हो लुइसेको फिला देखाएर यार यो किनकि यहाँको भ्यू पनि राम्रो आउँदो रहेछ क्या यो मयुङ डाँडा जस्तै छ हेर्नु अहिले हामी चाहिँ यो जङ्गलमा चेक गर्दैछौँ मनसाउँ साथी मनसाउँ सिमे भूमि डम्बर जङ्गल त छ त चियर्सका जाने ग्रुप हो है अब ग्रुपमा यतिजना छौँ 2, 4, 6 जना हेर्नु होला हामी पानामाको जङ्गलबाट अगाडि बढ्दैछौँ जय अमेरिका जय माटो जय पुल्लुङ पुल्लुङ जय पुल्लुङ 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 ल है साथीहरू हामी चाहिँ अगाडि बढ्यौँ अब अगाडि फेरि म तपाईँहरूलाई जोड्छु है अब मौसम पनि लगभग अब के अरे धेरै ऊ भइसक्यो जाडो हराएर गर्मीमा आइसक्यो यस्तो अवस्थामा चाहिँ ज्याकेट खोलिसक्यो अहिले हामी चाहिँ डाँडा घुम्न यसो सन्डे यसो रमाइलो गर्नको लागि आएको छौँ यस्तो छ ल साथीहरू यस्तो छ यसरी जाँदैछौँ हामी चर ढङ्गले यस्तो छ है साथीहरू कोरियामा काम त अब त्यस्तै हुन्छ है साथीहरू काम भए तापनि रमाइलो चाहिँ गर्न छोड्नुहुन्न भन्ने लाग्छ रमाइलो गऱ्यौँ स्वस्थ बनाउँ यति भन्न चाहन्छु ल